सर्वप्रथम स्वागत छ। आज पनि सदाझैँ विज्ञापनका सूचना लिएर उपस्थित भइसकेको छु। सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला। अब हामी ढिलो नगरी सिधै सूचनातिर प्रवेश गर्नेछौँ। आज मिति 2083 साल 1 महिना 18 गतेका दिन सूचना जारी भएको सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि दरखास्त आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना रहेको छ। नेपाली सेनाको स्वीकृति दरबन्दीभित्र रहेको सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि चाहिँ खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि चाहिँ दरखास्त आह्वान गरिएको छ भनेर चाहिँ राखिएको छ। त्यसै गरी आवश्यक पद सङ्ख्या र भर्ना छनौट केन्द्रहरू भनेर चाहिँ यो लिस्ट राखिएको छ, यो टेबल राखिएको छ। यो तालिकामा चाहिँ सैन्यको लागि चाहिँ पहिलो सूचना रहेको छ, विज्ञापन नम्बर 2082-83। त्यसै गरी भर्ना छनौट केन्द्रमा चाहिँ सुरुमा चाहिँ नारायणहिटी काठमाडौँ श्री उपत्यका पिर्तना हेडक्वार्टर भनेर चाहिँ राखिएको छ। त्यसै गरी अब यसमा चाहिँ समावेशीतर्फ, खुलातर्फ र सैनिक तालिम तथा कर्तव्य पालनको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिहरूको लागि चाहिँ राखिएको छ, जसमा चाहिँ विभिन्न भर्ना छनौट केन्द्रहरू चाहिँ तोकिएको छ र जसमा चाहिँ खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र भनेर चाहिँ विभिन्न समावेशीतर्फ चाहिँ सिटहरू रहेको छ र यो चाहिँ विभिन्न भर्ना केन्द्रहरूले चाहिँ जारी गरेका र माग गरेका उम्मेदवारहरूको यहाँ देख्न सकिन्छ। त्यसै गरी हामीले सैन्यतर्फ चाहिँ लगभग 4450 भन्दा बढी उम्मेदवारहरूको चाहिँ दरखास्त चाहिँ माग गरिएको छ। हामीले यहाँ देख्न सक्छौँ र त्यसै गरी विभिन्न ट्रेडका फलोअर्स पद जस्तै बकासी, सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी जस्ता उम्मेदवारहरूको लागि पनि सूचना जारी गरिएको छ। यो पनि भर्ना छनौट केन्द्रहरू राखिएको छ, पद राखिएको छ अनि त्यसै गरेर विभिन्न खुला तथा समावेशी पदका चाहिँ छुट्याइएका आरक्षणका माग सङ्ख्याहरू चाहिँ राखिएको छ। यहाँहरूले यसमा चाहिँ देख्न सक्नुहुनेछ। त्यसै गरी दरखास्त फारम पेश गर्ने मिति र स्थान भनेर चाहिँ राखिएको छ। दरखास्त मिति चाहिँ 2083 साल 1 महिना 18 गतेदेखि मिति 2083 साल 2 महिना 16 गतेसम्म चाहिँ र दोबर दस्तुर बुझाइ मिति 2083 साल 2 महिना 17 गतेदेखि मिति 2083 साल 2 महिना 23 गतेसम्म थप 7 दिन हुनेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी उक्त अवधिको कार्यालय समयभित्र चाहिँ बुझाउनु पर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी एकल तथा दोब्बर दस्तुर बुझाइ दरखास्त पेश गर्ने अन्तिम मितिको दिन सार्वजनिक बिदा पर्न गएमा उक्त मितिभन्दा पछाडि कार्यालय खुल्ने दिनमा दरखास्त दस्तुर अर्थात् राजस्व बुझाइ दरखास्त फारम दर्ता गर्न सकिनेछ भनेर चाहिँ राखिएको छ र स्थान चाहिँ आफूलाई जहाँ पाइक पर्छ त्यहाँ नजिकको भर्ना छनौट केन्द्रमा चाहिँ भनेर चाहिँ राखिएको छ। त्यसै गरी दरखास्त दस्तुर चाहिँ सबै उम्मेदवारहरूले खुलातर्फ अनिवार्य रूपले फारम भर्नु पर्नेछ र सो वापस सैन्य पदको लागि चाहिँ 150 र विभिन्न ट्रेडका फलोअर्स पदको लागि चाहिँ रु 100 बुझाउनु पर्नेछ। तर एउटै विज्ञापन नम्बरमा समावेशीतर्फको समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि थप 20% का दरले दस्तुर लाग्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी उल्लिखित दस्तुर आफूले आवेदन दिने भर्ना छनौट केन्द्रको नाम, कार्यालयको नाम, कार्यालय कोड, बैंक खाता नम्बर र राजस्व शीर्षक नम्बर भरि मा जम्मा गर्नु भई सोको सक्कलै बैंक भौचर वा विद्युतीय अर्थात् अनलाइन माध्यमबाट रकम बुझाइएको भौचर दरखास्त फारम साथ उम्मेदवार स्वयंले पेश गर्नुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसै गरी सैन्य भर्ना छनौट केन्द्रहरू अब विभिन्न
भर्ना छनौट केन्द्रहरू र कार्यालयको नाम राखिएको छ। त्यसैगरी कार्यालय कोड, त्यसैगरी बैंक खाता नम्बर र राजस्व शीर्षक नम्बर भनेर चाहिँ यो टेबलमा चाहिँ राखिएको छ। त्यसैगरी नारायणहिटी काठमाडौँ श्री उपत्यका पिर्तना हेडक्वार्टर र कार्यालय कोड चाहिँ 3450133510 श्री नेपाल बैंक लिमिटेड भूगोल पार्क शाखा खाता नम्बर 0010000001001001 भनेर चाहिँ राखिएको छ। त्यसैगरी राजस्व शीर्षक नम्बर चाहिँ 14224 परीक्षा शुल्क भनेर चाहिँ राखिएको छ। यस्तै गरी चाहिँ यो टेबलमा चाहिँ हेर्न सक्नुहुनेछ। त्यसैगरी विभिन्न ट्रेडका फलोअर्स भर्ना छनौट केन्द्रहरू पनि सेम माथिको जस्तै गरी राखिएको छ। हजुरहरूले यता देख्न सक्नुहुनेछ। त्यसैगरी आवश्यक योग्यता, न्यूनतम शैक्षिक योग्यता भनेर चाहिँ राखिएको छ र यहाँ पद राखिएको छ र शैक्षिक योग्यता कति हुनुपर्छ भन्ने चाहिँ यसमा देख्न सक्नुहुनेछ। त्यसैगरी अब सैन्यको लागि चाहिँ सबैभन्दा मिनिमम आधारभूत तह पास गरेको अर्थात् 8 पास गरेको भनेर चाहिँ राखिएको छ। त्यसैगरी विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि चाहिँ साधारण लेखपढ गर्न जान्ने भनेर चाहिँ राखिएको छ। अर्थात् शारीरिक योग्यतामा चाहिँ सैन्य र विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि चाहिँ अलिकता फरक फिजियोलोजी अर्थात् शारीरिक अवस्था, शारीरिक योग्यताहरू चाहिँ पुगेको हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। हजुरहरूले यसलाई चाहिँ हेर्न सक्नुहुनेछ। यो टेबलमा चाहिँ पुरुष र महिलाको हकमा चाहिँ अलिकता फरक किसिमको मापदण्डहरू राखिएको छ र अन्य योग्यताहरूमा चाहिँ अब यसमा राखिएको छ कि सैनिक सेवा नियमावली 2069 र भर्ना छनौट निर्देशनालय 2071 मा चाहिँ उल्लेख बमोजिम हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। अब यो चाहिँ उमेर हदको कुरा चाहिँ उम्मेदवारको उमेर दरखास्त पेश गर्ने अन्तिम मिति चाहिँ 2083 साल 2 महिना 16 गतेसम्म निम्नानुसार हुनुपर्ने छ भन्ने चाहिँ राखिएको छ र यसमा चाहिँ सैन्यको लागि चाहिँ 18 वर्ष पुरा भई 22 वर्ष ननागेको जन्ममिति 2061 साल 2 महिना 16 गतेदेखि मिति 2065 साल 2 महिना 16 गतेसम्म र नेपाली सेनाको बहालवाला उम्मेदवारहरूको हकमा चाहिँ 26 वर्ष ननागेको मिति 2057 साल 2 महिना 16 गते र सो पछि जन्म मिति भएको हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसैगरी विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि चाहिँ 18 वर्ष पुरा भई 26 वर्ष मिति 2057 साल 2 महिना 16 गते जन्म भई मिति 2065 साल 2 महिना 16 गतेसम्म चाहिँ ननागेको हुनुपर्ने छ भनेर चाहिँ यो बिचमा चाहिँ जन्मेको चाहिँ हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसैगरी नेपाली सेनाका बहालवाला उम्मेदवारहरूको लागि चाहिँ दरखास्त पेश गर्ने अन्तिम मिति 2083 साल 2 महिना 16 गतेको दिन न्यूनतम सेवा अवधि 1 वर्ष पुरा हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसैगरी युनिट प्रतिको सिफारिस पेश हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसैगरी दरखास्त साथ समावेश हुनुपर्ने आवश्यक कागजातहरू राखिएको छ। अब यसमा चाहिँ देहाय बमोजिमका कागजातहरूको प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाणित गरी एक प्रतिका दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्ने छ भनेर चाहिँ राखिएको छ। किरमिर तथा दोहोरो लेखिएको प्रमाणपत्रहरू मान्य हुने छैनन्। त्यसैगरी दरखास्त साथ पेश गरिने सबै कागजातहरूको सक्कल प्रति साथमा ल्याउनु पर्ने छ भनेर चाहिँ राखिएको छ। यसको साथसाथै चाहिँ नेपाली नागरिकताको प्रमाणपत्र, त्यसैगरी सबै शैक्षिक योग्यताहरूको लब्धाङ्क पत्र, चारित्रिक पत्र र ओरिजिनल प्रोभिजनल प्रमाणपत्रहरू चाहिँ हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। त्यसैगरी नेपालका विद्यालय तथा विश्वविद्यालयहरू बाहेक अन्य बोर्ड तथा विश्वविद्यालयहरूबाट उपाधि हासिल
गर्नेहरूको हकमा पाठ्यक्रम विकास केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र चाहिँ हुनुपर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी शैक्षिक योग्यता बाहेक आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू, अतिरिक्त क्रियाकलाप र विविध विषय सम्बन्धी प्रमाणपत्रहरू भएमा चाहिँ त्यो पनि पेश गर्नुपर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी सैनिक तालिम तथा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिहरूको हकमा निम्न थप कागजातहरू सम्बन्धित उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी फोटोग्राफमा चाहिँ उम्मेदवारले हालसालै खिचेको पुरै मुखाकृति, दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको देहाय अनुसारको फोटो दरखास्त साथ पेश गर्नुपर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी पासपोर्ट साइजको फोटो प्रति 4 र 2x2 साइजको फोटो प्रति 1 चाहिन्छ भनेर चाहिँ राखिएको छ। र सम्पर्क मिति र स्थान चाहिँ 2083 साल 3 महिना 10 गते 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना केन्द्रमा चाहिँ उपस्थित हुनुपर्छ भनेर चाहिँ राखिएको छ। त्यसै गरी छनौट प्रक्रिया सैन्य तथा विभिन्न ट्रेडका फलोर्स पदको देहाय बमोजिमका छनौट प्रक्रिया सञ्चालन हुनेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी बहिरङ्ग परीक्षामा चाहिँ यस परीक्षामा उम्मेदवारहरूको उचाइ, ओजन, छाती, पुरुष उम्मेदवारहरूको मात्र र शारीरिक बनावट परीक्षण गरिनेछ भनेर चाहिँ राखिएको छ। शारीरिक बनावट परीक्षणमा हेरिने बुँदाहरू निम्न अनुसार रहेको छ भनेर चाहिँ राखिएको छ। त्यसै गरी नम्बर 1 मा छ शरीरको अङ्गहरू सामान्य भएको भनेर चाहिँ राखिएको छ। बुँदा नम्बर 1 मा सामान्य मानिसमा हुनुपर्ने अङ्गहरू नभएको तथा अङ्गहरू भएको हुन नहुने भनेर चाहिँ राखिएको छ। त्यसै गरी हात खुट्टा लामो छोटो भएको हुन नहुने, त्यसै गरी खुँडे हुन नहुने, ढाड कुप्रो हुन नहुने, शरीर पुरा झुकाउन सक्ने हुनुपर्ने, जिउ कोल्टे परेको हुन नहुने भनेर चाहिँ राखिएको छ। त्यसै गरी बुँदा नम्बर 2 मा रहेको छ शरीरमा अस्वाभाविक दागहरू नभएको हुनुपर्ने भनेर चाहिँ राखिएको छ। रोग तथा चोटपटकको कारण अनुहारमा अस्वाभाविक छ्याका भएको नहुने, त्यसै गरी अनुहार र टाउकोमा अस्वाभाविक ग्रहणको टाटो, बर्थ मार्क, खत वा दाग भएर रूप नै बिग्रिएको हुन नहुने तर सामान्य ग्रहणको टाटो, बर्थ मार्क, खत वा दाग भएकोलाई लिन सकिने भनेर चाहिँ राखिएको छ। त्यसै गरी रोग, शल्यक्रिया र चोटपटकबाट भएको ठुलो खतको हकमा डाक्टर अधिकृतबाट यकिन गरी कार्यक्षमतामा असर नपर्ने भएमा लिन सकिने भनेर चाहिँ राखिएको छ। त्यसै गरी आफैले जानाजानी बनाएको खत अर्थात् अक्षर, नाम वा दाग भएको हुन नहुने, त्यसै गरी शरीरको कुनै पनि भागमा ट्याटु मार्क हुन नहुने तर मेटाइएको अवस्था मात्र ट्याटुको दाग अस्वाभाविक भएमा लिन सकिने भनेर चाहिँ राखिएको छ। त्यसै गरी बुँदा नम्बर 3 मा रहेको छ हात खुट्टा बाङ्गो टिङ्ग्रो नभएको, औँलाहरू ठिक भएको र धेरै चेप्टो पैताला फ्ल्याट फुट नभएको हुनुपर्ने भनेर चाहिँ राखिएको छ। त्यसै गरी हात खुट्टा बाङ्गो टिङ्गो भएको हुन नहुने, हत्केला आकाशतिर फर्काई सिधा गर्दा कुहिनातिरको हातको कोण पुरुषको हकमा 5 देखि 10 डिग्री र महिलाको हकमा चाहिँ 10 देखि 15 डिग्री भन्दा बढी हुन नहुने, त्यसै गरी हात खुट्टाको औँलाहरू जोडिएको तथा खप्टिएको हुन नहुने, त्यसै गरी हात खुट्टाको औँलाहरू अस्वाभाविक रूपमा फाटिएर नजोडिने हुन नहुने, त्यसै गरी फ्ल्याट फुट, धेरै चेप्टो पैताला हुन नहुने। त्यसै गरी बुँदा नम्बर 4 मा रहेको छ घुँडाको अवस्था, नक्नी सतर्क पोजिसनमा उभिँदा घुँडा नजोडिएको हुनुपर्ने, त्यसै गरी बो लेग दुवै खुट्टा जोडेर उभिँदा
घुँडा बीच 8 सेमीभन्दा धेरै ग्याप हुन नहुने। त्यसै गरी बुँदा नम्बर 5 मा रहेको छ शरीरमा मुसा नभएको। शरीरमा कुनै पनि भागमा छरिएर धेरै सङ्ख्यामा मुसा भएको हुन नहुने। नोट: बहिरङ्ग चेकजाँचको समयमा कैफियतमा मुसा भएको भनी जनाउने र निज उम्मेदवारलाई विस्तृत मेडिकल चेकजाँचसम्मको अवधिमा उपचार गराइ आएमा मुसाको प्रकृति हेरी फिट हुन सक्ने भनी जानकारी गराउने। त्यसै गरी बुँदा नम्बर 6 मा चाहिँ दाँत झरेको। दाँत झरेको भएमा फिक्स दाँत लगाएको हुनुपर्ने र बुद्धि बङ्ग्रा झरेको भएमा लिन सकिने। दाँत आरसिटी गरेको भएमा क्याप लगाएको हुनुपर्ने। दाँतको अगाडिको दाँत बाहिर निस्किन गई दुवै ओठ जोड्दा बाहिर देखिन नहुने। दाँत किराले खाएको भए दाँत भरेको हुनुपर्ने। अगाडिको दाँतहरू 2 मिमी भन्दा बढी फाटिएको हुन नहुने। बुँदा नम्बर 7 मा रहेको छ दुबी नभएको। शरीरमा सर्ने किसिमको दुबी जसलाई चाहिँ भिटिलिगो हुन नहुने। त्यसै गरी शरीरमा अस्वाभाविक देखिने दुबी हुन नहुने। नोट: पी भेसिकुलर नसर्ने किसिमको दुबी भएमा कैफियत महलमा नसर्ने दुबी लेखी निज उम्मेदवारलाई चाहिँ विस्तृत मेडिकल चेक जाँचसम्मको अवधिमा उपचार गराइ आएमा अवस्था हेरी फिट हुन सक्ने भनी जानकारी गराउने र यस्तो प्रकारको दुबीलाई लिन सकिने। बुँदा नम्बर 8 मा छ कपाल नझरेको अर्थात् कपाल नफुलेको। दुवै किसिमको रोगको कारण धेरै कपाल झरेको हुन नहुने। धेरै मात्रामा कपाल फुलेको हुन नहुने। आँखा टेढो नभएको र आँखा चिम्लिन सक्ने। टेढो आँखा नभएको हुन सक्ने र दुवै आँखाको आकार सामान्य भएको हुनुपर्ने। दायाँ हात चलाउनेको हकमा बायाँ हात र बायाँ हात चलाउनेको हकमा दायाँ हात चिम्लन सक्ने हुनुपर्ने। त्यसै गरी बुँदा नम्बर 10 मा रहेको छ प्रष्ठबोली भएको, भकभकाउने वा लठ्याउरो हुन नहुने। भकभकाउने, लठ्याउरो तथा तोते बोली नभएको र प्रष्ठबोली भएको हुनुपर्ने। नोट: उम्मेदवारको शारीरिक बनावटको कारण सैनिक कार्यक्षमतामा असर पर्ने हुन नहुने। प्रारम्भिक स्वास्थ्य परीक्षण सामान्य मान्यता प्राप्त चिकित्सकहरूद्वारा उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। यस परीक्षणमा नाक, कान, आँखा, कलर भिजन, ब्लड प्रेसर, हर्निया, पाइल्स, छाला आदि हेरिनेछ। शारीरिक परीक्षा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूको शारीरिक परीक्षाको मापदण्ड देहाय अनुसार रहेको छ भनेर चाहिँ राखिएको छ। त्यसै गरी सैन्य पदको लागि चाहिँ पुरुषको हकमा चाहिँ परीक्षा विवरण पास, उत्तम र अति उत्तम भनेर चाहिँ राखिएको छ। अब यो टेबललाई चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ। भिडियो लामो हुने भएकोले मैले यो टेबल चाहिँ वाचन गर्न चाहेन। त्यसै गरी विभिन्न यो फलोअर्स पदहरूमा चाहिँ सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी, सयस्त्र, नालबन्दीहरूको लागि पनि आफ्नो किसिमको फिजिकल क्राइटेरियाहरू राखिएको छ। त्यसै गरी लिखित परीक्षामा चाहिँ सैन्य पदको लागि मात्रै भनेर चाहिँ यसरी राखिएको छ। लिखित परीक्षा चाहिँ 2 घण्टा 30 मिनटको हुनेछ र पूर्णाङ्क 100 को हुनेछ र विषय तथा समय भनेको चाहिँ विविध अङ्ग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान चाहिँ हुनेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी प्रयोगात्मक परीक्षा विभिन्न ट्रेड्सका फलोअर्स पदहरूको लागि मात्र चाहिँ अब सम्बन्धित प्रयोगात्मक परीक्षा हुनेछ भनेर चाहिँ राखिएको छ। त्यसै स्वास्थ्य परीक्षणमा मान्यता प्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिनेछ। साथै उम्मेदवारहरूको स्वास्थ्य परीक्षण गर्दा तोकिए बमोजिम शुल्क लाग्नेछ भनेर चाहिँ राखिएको छ र अन्तर्वार्ता चाहिँ पदपूर्ति समितिका पदाधिकारीहरूबाट अन्तर्वार्ता हुनेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी तलब, भत्ता, रासन तथा अन्य सुविधाहरू चाहिँ नेपाली सेनामा प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ भनेर चाहिँ राखिएको छ र यसमा चाहिँ अन्य शर्तहरू भनेर चाहिँ राखिएको छ र
यो भिडियो चाहिँ लामो नै भएको हुनाले मैले यो भिडियोलाई सबैले पढ्न सकिनँ र हजुरहरूले यो भिडियोमा चाहिँ यसरी पज गरेर चाहिँ यो भिडियोलाई चाहिँ हेर्न सक्नुहुनेछ। र आजलाई यति नै, र बाँकी अर्को भिडियोमा चाहिँ ल्याएर